नमस्ते। मेरो नाम दाउ तामाङ। म चाहिँ मापेचुक कोशी गाउँपालिका वार्ड नम्बर 5 मा अवस्थित मुरलमा चाहिँ मेरो जन्मस्थान। यहाँले सोध्नु भएको यो संस्था कसरी स्थापना भयो र यो संस्था कसरी सञ्चालन भयो, कसरी चलिरहेको छ भन्ने विषयवस्तुलाई म छोटकरीमा चाहिँ तपाईँलाई भन्न चाहन्छु। मैले अघिल्लो इन्टरभ्यू हाम्रा संस्थापक बुद्धसिंह तामाङज्यूबाट मैले सुनेको थिएँ। तपाईँले पक्कै पनि त्यही इन्टरभ्यूमा पाउनु भएको कुरा नै हो। उहाँले स्थापना कालमा चाहिँ उहाँहरूले सुरु गर्नुभयो। सुरुवाती क्रममा धेरै समस्याहरू थिए होला। यसलाई ती समस्याको बावजुद पनि यो संस्थालाई स्थापना गर्नुहुने जुन अग्रजहरू साथीहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु। पछिल्लो समयमा यो संस्थालाई मूर्त रूप दिनको लागि, यो संस्थालाई गाइडिङ गर्नको लागि उहाँहरूले मलाई एक किसिमको अनुरोध गर्नुभयो। यो संस्थामा अध्यक्षता गरिदिनु पर्यो, यो संस्थाको अध्यक्ष बनिदिनु पर्यो भनेर उहाँहरूले अनुरोध गरेपछि मैले पनि सहर्ष स्वीकारेर यो संस्थालाई एउटा अध्यक्षताको रूपमा चाहिँ मैले ग्रहण गरेर यो संस्थालाई कसरी फस्टाउने, यो संस्थालाई कसरी निरन्तरता दिने, यो संस्थालाई कसरी जीवित राख्ने भन्ने विषयलाई मलाई एकदम जुन मैले संस्थामा अध्यक्षता लिइसकेपछि मलाई यो विषयले चाहिँ मलाई साह्रै एउटा हुटुटी साथसाथै मलाई एकदम च्यालेन्जिङ, यो चाहिँ एकदम च्यालेन्जिङ अवस्थामा चाहिँ मैले यो संस्था सञ्चालन गर्दै आइरहेको छु। विशेष गरी यो संस्था सञ्चालन गर्नको लागि आर्थिक रूपमा सहयोग गर्नुहुने हाम्रा विदेशी संस्था जुन दात्री संस्था छ, सन्चो अस्ट्रिया, सन्चो अस्ट्रियाका हाम्रा विशेष गरी हाम्रो दिदी क्रिस्टिना हर्बर दिदी हुनुहुन्छ। उहाँको हरदम उहाँको आर्थिक सहयोगबाट यो संस्था चलेको। उहाँको आर्थिक सहायताले यो संस्था चल्ने मात्र नभएर यहाँका हाम्रो कमिटीका मेम्बरहरू थिए, जुन हिजोमा हाम्रो के अरे यस काकु सामुदायिक स्वास्थ्य इकाइमा हाम्रो चाहिँ एउटा कमिटीको बोर्ड छ, त्यो जुन मेम्बरसिपहरूको बोर्डमा चाहिँ नाम लिस्ट छ। जुन साथीहरूले संस्थापन गरेको थिए, संस्थापनबाट हामीले बोर्ड मेम्बरहरूले काम गरेको थिए। बोर्ड मेम्बरमा धेरै साथीहरू थियो, उता चढाव भयो, तलमाथि भयो, विभिन्न दुनियाँ प्राकृतिक प्रकोपदेखि विभिन्न सधैँ आजसम्म हामीले यो संस्थालाई गाइडिङ गरिरहेको छु, यो संस्थालाई डोहोऱ्याइरहेको छु। डोहोऱ्याउने क्रममा हामीलाई विशेष गरी यो हाम्रो राष्ट्रको, यो हाम्रो राज्यको यो प्रशासनिक नीति नै धेरै अल्झन, यसलाई यसरी भनौँ, यो हाम्रो प्रशासनिक व्यापदान बढी भएर यो संस्थालाई सञ्चालन गर्नलाई विदेशी अनुदान हामीले सञ्चालन गर्नलाई चाहिँ धेरै समस्या हुने भएर यो संस्था कालान्तरमा यो संस्थालाई अब हामीले जुन काकु सामुदायिक सेवा नेपाल काठमाडौँबाट चलाइरहेको थियौँ भने आजको दिनमा हामीले यही विषयलाई अब कसरी चलाउने भन्ने हिसाबले चाहिँ हामीले यो संस्थालाई हाम्रो गाउँ स्तरमा, हाम्रो स्थानीय स्तरमै स्थानीय जनप्रतिनिधिदेखि लिएर स्थानीय बुद्धिजीवी युवा साथीहरूबाट नै यो संस्थालाई चलाउनको लागि हामी केही न केही एउटा विषय लिएर आजको हाम्रो मिटिङ सञ्चालन हुँदैछ। आजको मिटिङ हामीले विशेष गरेर यो संस्थालाई कसरी अब फर्दर अगाडि बढाएर जाने अथवा यसलाई बन्द गर्ने, धेरै कुराहरूमा आज छलफल हुनेछ। यो छलफल पछाडि म तपाईँको इन्टरभ्यू कन्टिन्यू गर्नुहुन्छ भने म यो छलफल पछाडि आजको निर्णय तपाईँलाई म सुनाउँछु। धन्यवाद।